हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म यो मेरो प्रगा डिलक्सलाई बसन्ती बनाउनलाई स्टिकरहरू हाल्नलाई ग्यारेज लाने सोचमा होइन ठ्याक्क मेरो खलासी भाइ खन्तुसँग ठ्याक्क गाडीमा रेडी भइसक्यौँ र मलाई त्यसो हल्का भोक लागे जस्तो भयो अनि खन्तेलाई मान्छे कडाइन खाजा खानु भनेको मैले अघि भर्खरै खाएँ दाजु तपाईँ खानुहोस् अनि छिटो जाउँ स्टिकर हाल्नु हतार भइसक्यो भनौँ अनि ठ्याक्क होइन म छेउकै होटलतिर लागेँ अनि ठ्याक्क त्यहाँ साउनी यो चाहिँ मोमो चाउमिन एकदम स्पेसल हो अनि मैले चाहिँ मोमो खाने निर्णय गरेर साउनी एक हाफ मोमो दिनुहोस् न भन्यो अनि ठ्याक्क साउनी अनि हुन्छ बस्दै गर्नुहोस् न भनेर ठ्याक्क अनि म चाहिँ बस्दै साउनीले ठ्याक्क मोमो पनि ल्याइदिनु अनि ठ्याक्क मैले मोमो पनि खाएँ। साह्रै मिठो थियो यहाँको मोमो तातो तातो होइन ठ्याक्क अनि मैले घाम खाइ पनि सकेँ अनि ठ्याक्क यसो हेरेको त्यहाँ जाम देखेँ अनि यसो हेरेको के भएछ भनेको त ठ्याक्क बसलाई पछाडिबाट सानो गाडीले किस गर्दैछ होइन अनि यसो साइडमा पछाडि मामाको गाडी पनि थियो नि तेरोमा चाहिँ हतार हतार आफ्नो गाडी बोकोतिर लागेर अनि हामी चाहिँ ठ्याक्क होइन स्टिकरहरू हाल्नलाई नामसाम बनाउनलाई नयाँ प्रगा डिलक्सलाई चाहिँ एकदम बसन्ती डिलक्स बनाउनलाई चाहिँ ठ्याक्क गाडीको छेउमा आएर ठ्याक्क अनि गाडीभित्र चढ्यो अनि ठ्याक्क स्टार्ट गरेँ गाडी मैले अनि खन्तेदेखि जाउँ दाइ भन्दा उसलाई चाहिँ हतार भइरहेको थियो केटालाई होइन मेरो खले भाइलाई अनि ठ्याक्क भने गाडी ठ्याक्क स्टार्ट गरेर ठ्याक्क आफ्नो बाटो लाग्यो होइन 100 स्पिडमा गाडी हाँक्दै जाम एकदम लामो थियो क्या त बस र त्यो पछाडि सानो गाडी ठोकेर होइन एकअर्कामा किस खाएर अनि ठ्याक्क हामी चाहिँ आफ्नो बाटो लाग्यौँ सर एकदम 100 स्पिडमा होइन अनि ठ्याक्क गाडीलाई चाहिँ वास पनि गर्नुपर्छ यसो वासिङ सेन्टर पनि ठ्याक्कै त्यही स्टिकर लाउने ग्यारेजकै छेउमा छ त्यहाँ वास गरेर अनि ठ्याक्क हामी ग्यारेजमा गाडी लान्छौँ अनि ठ्याक्कै ओभरटेक हानु भन्थ्यो फेरि ठ्याक्क अगाडि गाडी आइदियो आएको झन्डै धन्दा बच्यो नि यो त अनि सट्ट ओभरटेक गऱ्यो हर्न हान्दै भ्याप गर्दै अनि सट्ट गाडी अगाडि लग्यो होइन ठ्याक्क तुफान 118-19 स्पिडमा थियो मामालाई ठ्याक्क रङ साइडबाट ओभरटेक हान्थ्यो धन्दा मामाले फाइन हालेन म सर अगाडि गएँ होइन आफ्नो बाटो नछोडी ठ्याक्क ओभरटेक हान्दै कहाँ गयो होइन ठ्याक्क सर्ट टर्निङ हानेर जाँदै डिएममै ब्रेक लागेन डिएममै पोलमा ठोक्यो हतार हतार ब्याक गरेर फेरि आफ्नो बाटो लाग्यो खासै धन्न बच्यो क्या धन्न ठोकिएन अनि सर्ट होइन टर्निङहरू पनि बबाल सर्ट टर्निङ थियो सर्ट काट्दै होइन ठ्याक्क यहाँ चाहिँ झन्दै हाम्रा छुट्टीमा रहेछ र मात्रै बाँच्यो क्या घाइजहरू है ठ्याक्क यसो टर्निङमा चाहिँ हेरेर ओभरटेक गर्नुपर्ने रहेछ होइन सबैलाई थाहै छ ट्राफिक नियमको पालना गर्नुपर्छ तर म चाहिँ एकदम हाई स्पिडमा होइन एकदम आफूलाई चाहिँ हतार भइसक्यो नि त स्टिकर हालेर ठ्याक्क बसन्तीलाई ठ्याक्क रोडमा ल्याउनुलाई होइन ठ्याक्क सट मुन्टो भङ्गाउँदै गएँ होइन ठ्याक्क स्पिडमा ओभरटेक हान्दै अगाडि फेरि मामा रहेछ फेरि मामालाई नि ओभरटेक हान्दै फेरि पनि ठ्याक्क टर्निङमा धन्न के आएनछ आएर नि ठ्याक्क बच्यो क्या कन्ट्रोल चाहिँ हुनुपर्छ क्या गाइजहरू होइन आफ्नो ड्राइभिङ स्किल सो गर्दाखेरि चाहिँ कुनै एक्सिडेन्ट नहोस् क्या गाइजहरू है अनि एकदम स्पिडमा जाँदै स्यान्ट होइन अलिकति थोरै उयो अगाडि सगरमाथा एयरबसलाई नि ओभरटेक ठ्याक्क हान्दै होइन स्याट टर्निङ काट्यो भने ठ्याक्क होइन अगाडि यसो हेरेको म्यापमा थोरै अगाडि रहेछ वासिङ गर्नु ठाउँ अनि ठ्याक्क साइड हालेर वासिङ गर्नु ठाउँमा अनि ठ्याक्क यहाँ पनि गाडी धोइदिउँ अनि ठ्याक्क ग्यारेज पनि आउनु आँटेको थियो नि गाडी धोइदियो होइन भने ठ्याक्क अनि धुलोमा चाहिँ स्टिकरहरू मजाले टाँसिदिएन र ठ्याक्क होइन अनि दुईवरी आफ्नो ग्यारेजतर्फ लागेँ अनि ठ्याक्क सर्ट ग्यारेज चाहिँ ठ्याक्क अब एक टर्निङमा ठ्याक्क ग्यारेज आइपुग्छ होइन गाइजहरू अनि ठ्याक्क त्यहाँ चाहिँ स्टिकरहरू बबाल हाल्नुपर्छ भनेर सल्लाह गरिसकेको थियौँ खन्तेर मैले अनि ठ्याक्क ग्यारेज पनि भन्दै ठ्याक्क आइपुग्यो अनि ठ्याक्क मैले गाडी यसो इन्डिकेटर बालेर ग्यारेजतिर हालेँ अनि ग्यारेजमा ठ्याक्क साइड लगाएर ठ्याक्क होइन आफ्नो पार्किङहरू स्टिकर हाल्ने ठाउँमा लगेर ठ्याक्क होइन गाडी रिभर्स गियरमा हालेर ठ्याक्क ब्याक गरेर मिलाएर ठ्याक्क गाडीलाई चाहिँ राखेँ अनि ठ्याक्क म पनि यहाँ पछि ठ्याक्क हेन्ड्रेक्सन ब्रेक झारेँ अनि यसो खन्थे के छ ठिक छ राखेँ भने खन्थेले हुन्छ दाइ हुन अनि ठ्याक्क हेन्ड्रेक झारेँ अनि म पनि ठ्याक्क झरेँ अनि यसो अब होइन यो बसन्ती डिलक्स भन्दैछ नि त्यो गाडी चाहिँ ठ्याक्क अब डेनभेन चाहिँ केही चेन्ज नगर्ने जस्ट नेमहरू चाहिँ चेन्ज गर्ने अनि यसो हल्का स्टिकरहरू टाँसेर एकदम बबाल लुक्स बनाउने है गाइज अब हामी ठ्याक्क यो गाडीलाई चाहिँ बसन्ती डिलक्स भएको एपिसोडमा भेट्ने नै छौँ त्यतिसम्मको लागि टाटा बाई बाई सपोर्ट गर्नुहोस्।